हामीलाई हाम्रा धेरै दर्शकले ललितपुर टिकाथलीको एउटा घरमा यस्तै अदृश्य शक्तिले सिसा फुटाउने, रगत देखाउने, दराज हल्लाउने, ढोका ढकढक गर्ने, सामानहरू आफै टुटफुट हुने, गिलास कपहरू हावामा उड्ने, गमला खस्ने, इट्टा ढुङ्गा फुटाउने क्रियाकलाप भइरहेको पनि फोन गरेका थिए। हामीले यस विषयलाई खासै वास्ता गरेनौं, तर शुक्रबार घरबेटी अञ्जना उपाध्यायले हामीलाई आफै सम्पर्क गरी यस्तो क्रियाकलाप हुने गरेको पनि हाम्रो सहयोग मागेपछि शुक्रबार हाम्रो टिम उक्त घरमा पुग्यो। घरमा बस्ने मानिस र छिमेकीहरूका अनुसार यस्तो क्रियाकलाप हुन थालेको 1 महिना भयो। यो भगवानको त्यो छ नि शिवलिङ्ग जस्तो त्यो हामीले यहाँ त्यो उडेर यहाँ ड्याङ्गो फुटाइदियो कि त्यो बेडमा छ नि मूर्ति, त्यो मूर्ति त्यहाँ थियो कि टुटेको भएर त्यहाँबाट उडेर यहाँ तपाईहरुको पूजा आजा गर्नु भएको छ? त्यहाँ त छैन, मन्दिर छ। मैले तपाईले देख्नुभयो त उडेर गएको? उडेर सबैले देख्छन् त्यो गएको। हाम्रो 15-20 जना मान्छे पनि उडेर जान्छ सामानहरू के के भन्नु जान्छ त्यो त्यसको रेकर्ड गर्नु भएको छैन? अनि तपाईँको बीचको अवस्था देखिँदैन सर, होइन? जस्तो यहाँ छ भने त्यो सामान त्यहाँ पुगिसकेपछि देखिन्छ कि यो सामान यहाँ थियो, त्यो त्यहाँ पुग्दाखेरि झरम्म देखिन्छ, आवाज आउँछ, तर त्यो बीचको स्टेप चाहिँ देखिँदैन। नत्र हामीले फोटो खिच्नलाई एकदम रेडी बसेका छौँ। हामीले फुटेज के फोटोहरू त लिएका छौँ, अब यता पनि फुटाल्यो, हामी हेरिरहेछौँ। हामी यहीँ बसेर होइन त्यहाँ पाइरहेछौँ, त्यहाँ यहीँ कोही पनि छैन, बाहिर पनि छैन, भित्र पनि छैन, हामी 3 जना मात्र थियौँ। एक्कासी त्यो झ्याले यत्तिकै फुट्यो। घरमा बसिसक्नु छैन, भाडामा बस्नेहरू भागिसके, भएका जति सबै एउटै कोठामा बस्न बाध्य छन्। 3 जनाले चाहिँ घर छोडेर जानुभयो। अनि सुरुमा चाहिँ ढोकाहरू ढकढक गर्ने, अनि तलको बाथरुमको ढोका झ्याम झ्याम हान्ने, साउन्ड आउने, के हुँदा केही पनि थाहा हुँदैन। सुरुमा चाहिँ केही टोटो त्यस्तो हुँदैन थियो क्या, अनि पछि बिस्तारै बिस्तारै बढ्दै गयो। यति मात्र होइन, छिमेकीहरू पनि राम्ररी सुत्न सक्दैन। रातिमा टुटफुट त्यति नभए पनि दिउँसो बसी नसक्नुहुने छिमेकीहरू बताउँछ। आफ्नो हामी आगो बालेर बसिरहेको थियौँ होइन, सिधै गमला ठ्याक्कै तल छ 1 नम्बर पर्दैछ होइन। अनि दोस्रा उता झ्याल फुट्यो, भेन्टिलेसनको सिसा फुटेर पेन्टर उ भयो। अनि हुँदै हुँदै पूजा गर्दा गर्दै सर्व लाएर कप छ नि, कप खेल्न थाल्यो। आफै कप खेल्न थाल्यो, यताबाट उता उफ्रिने उता उफ्रिने होइन, हुन थाल्यो। अनि कहिले रिमोट फाल्ने, त्यो राति त्यतिकै भयो। अनि भोलिपल्ट बिहान त्यो पूजा गरेको ठाउँमा भर्याङमा केसरी